हेलो साथीहरू, आज चाहिँ हामी आलुको मोमो खाने है र आलुको मोमोको लागि हामी तयारमा छौँ। यो चाहिँ मैदाको डो बनाएर चाहिँ राखिसकेको छु। आलु, धनियाँ, लसुन प्याजको पत्ता चाहिँ यो बेला पाउँदैन रहेछ, त्यही भएर धनियाँ चाहिँ अलिक राम्रो देखिन्छ हरियो। त्यही भएर यो चाहिँ अचारको लागि सामान तिल, सुक्खा खोर्सानी, टमाटर मोमोसँग खाने अचार। किनभने आज हामी 4 जना मात्रै छौँ, त्यही भएर डो पनि कम्ती छ। अब चाहिँ अलिक ज्यादा भयो जस्तो छ। प्याज चाहिँ हामी मिक्स गरेर बनाउँछौँ। प्याज, धनियाँ, आलु चाहिँ मिक्स गरेर हामी बनाउँछौँ। नुन पनि हाल्नु। अहिले फर्स्ट टाइम आलुको मोमो बनाउँदैछु। बनाइसकेर आउनेछु। बाई 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 बाई। मैले अचार राख्ने भने चाहिँ आज स्टार पनि जितेँ। 60वटा चाहिँ मैले सिधै चाहिँ आज चाहिँ भन्नु पनि हो। स्पेसल आज एनिभर्सरी पार्टी पनि हो। स्पेसली आज मेरो एनिभर्सरी पनि हो। कता यिनीहरूले मलाई ह्याप्पी एनिभर्सरी नै भन्यो। कहाँ भन्थ्यो हो सुनि नै मात्र कहाँ ह्याप्पी एनिभर्सरी मलाई त हजुर तल मान्छेले